के तपाईहरुलाई पनि आफैदेखि डर लाग्छ? हाई गाइज, आई एम केन्जल अनि आज चाहिँ एकछिन मसँग बसेर गफ गरौँ है। आज चाहिँ म अलि अल्छी गरेर अलिकति ढिला उठेँ। मान्छे त म अल्छी नै हो, तर पनि आज चाहिँ अलिकति धेरै नै अल्छी गरेँ। अनि उठ्दाखेरि चाहिँ आई वाज फिलिङ सो हेभी फ्रम इनसाइड हुन्छ नि। मलाई उठ्नु मनै थिएन, आज मलाई केही पनि गर्नु मन थिएन, तर पनि आई रियली पुश माइसेल्फ टु मेक दिस भिडियो। कहिलेकाहीँ चाहिँ भिडियो बनायो भने मलाई एकदम आनन्द लाग्छ कि अनि के सोचिरहेको छु पनि थाहा हुँदैन। अनि मलाई चाहिँ कहिलेकाहीँ समटाइम्स आई गेट स्केयर अफ माइसेल्फ। त्यो भूतवाला डर होइन कि मलाई मेरो चाहिँ इमोसन्स फिलिङ्स अनि मेरो एक्सपेक्टेसन्सहरू देखेर चाहिँ एकदमै डर लाग्छ कि भनौँ कहिलेकाहीँ म आफैदेखि एकदमै धेरै डराउँछु। अनि म सोध्छु पनि कि यो मलाई मात्रै हुन्छ कि अरूलाई पनि हुन्छ भनेर होइन। अनि कहिलेकाहीँ लाइफमा अप्स एन्ड डाउन्स हुँदाखेरि चाहिँ देयर आर सर्टेन पिपल इन माई लाइफ होइन, जो चाहिँ सधैँ मेरो साइडमा बसेर अनि चिन्ता नगर न, वी आर देयर फर यु भन्नुहुन्छ, वी आर हियर फर यु भन्नुहुन्छ। अनि त्यो मान्छेहरूको लागि चाहिँ म एकदमै धेरै ग्रेटफुल छु, स्पेसल्ली माई सिस्टर्स होइन। उहाँहरूको अगाडि चाहिँ मलाई यो कुराहरू भन्नै मन लाग्दैन। सो आई एम टेलिङ यु गाइज फ्रम दिस भिडियो, आई एम रियली ग्रेटफुल टु ह्याभ यु गाइज इन माई लाइफ। अनि हामी सबै मान्छेहरूको लाइफमा चाहिँ सानो सर्कल भए पनि त्यस्तो हुन्छ नि, त्यो मान्छेहरू हुन्छ नि जसले हामीलाई चाहिँ कहिले पनि लो नै फिल गराउन दिँदैनन् कि। अनि मेरो लाइफमा पनि 3-4 जना त्यस्तो मान्छेहरू हुनुहुन्छ। एन्ड मैले भने नि, आई एम रियली ग्रेटफुल फर देम। अनि मेरो स्किन केयर सकियो एन्ड आई एम रेडी टु गो, बाई।